रासोपा एकदमै अब प्रबल सम्भावना भएको जनताले आशा राखेको पार्टी हो। मलाई पनि मनमा परिरहेको यो अन्याय किन भइरहेछ त भनेर अनि भेट्न खोजेर आएको हो म विशेष गरी चाहिँ। दर्शकवृन्द हेर्न सक्नुहुन्छ प्रदीप खड्का, नायक प्रदीप खड्का रवि लामिछानेलाई भेटेर बाहिर निस्किसक्नु भएको छ। दर्शकवृन्द तपाईँहरूले हेर्न सक्नुहुन्छ। कसले दिने यसलाई यो देशमा न्याय? सबैहरू मरे यो देशमा। के यो त्यही मान्छे हो जसले 80 जनाको हत्या गर्यो? के त्यही मान्छे हो जो जनताबाट ज्यान बचाइदियो भनेर हेलिकप्टरमा भाग्यो? के यो त्यही मान्छे हो जसले 40 वर्ष देशलाई कंगाल बनाएर अझै देश बनाउँछु भन्दै फेरि फर्केर आएको छ? अनि यसैले सुरुमा बयान दिनुपर्ने, बिना कारण बिना प्रमाण यो नै थुनिनु पर्ने? देशकै सबैभन्दा ठुलो मोस्ट वान्टेड क्रिमिनल यो नै भयो। जेलमा लाने पुलिस, जेल बाहिर पठाउने पुलिस, अनि यसैले चाहिँ निर्दोषको सबुत दिनुपर्ने? यो देश हो कि गुण्डाको अखडा? It's